हेलो गुड मर्निङ एभ्रिवान। र आज चाहिँ हाम्रो ड्युटी डे हो है। म चाहिँ यता रम्फूमा काम गर्छु नि त हेल्थमा। अनि आज आएको थिएँ ड्युटी र अलिकति छिटो आइपुग्दा चाहिँ म यता बुधबारे हाट लाग्छ हाम्रो वेस्ट बेङ्गलमा रम्फूमा चाहिँ। अन्त म त्यहीँ बसेर चाहिँ हेरिरहेको थिएँ र यता चाहिँ हाम्रो निमा बहिनीको घरको त्यहाँनिर चाहिँ लामा पढाइरहेको थिएँ है। यो चाहिँ निमा बहिनीकै अस्ति हस्बेन्ड खसेको थियो र उसकै विषय लिएर चाहिँ यहाँ लामा पढाउँदै रहेछ है। स्कुल किन नगएको? ए आधार कार्ड छैन? आधार कार्डले मात्रै स्कुल जानु पाउँछ है। कहाँ बस्छौ? माधवपुर। अन्त यहाँ चाहिँ कहाँबाट आयो? उता हो तिम्रो घर? तिमीहरू त स्कुल जाँदैन? जान्छ स्कुल? कहाँ स्कुल जान्छ? ए आधार कार्ड छैन? तिम्रो पनि छैन? तिम्रो पनि छैन आधार कार्ड? छ? स्कुल जाँदैन? तिम्रो छ? के हो नाम? छलिया। ए तिम्रो? तुलसी। तिम्रो? आसिफ। र आउनुहोस्, म आज तपाईँहरूलाई बुधबारे हाट डुलाउँछु है। यो बुधबारे हाट चाहिँ हाम्रो रम्फू वेस्ट बेङ्गलमा लाग्ने गर्छ एभ्री वेडनेसडे। अन्त यो फर्स्टमा चाहिँ यहाँ हाम्रो अर्ग्यानिक सब्जी हरियो परियो आलु है। अन्त यहाँ चाहिँ माछा दोकान छ। यो माछा दोकानहरू चाहिँ सबै सिलगढीबाट आउँछ र यो कुन माछा हो तपाईँहरूले भन्नुहोस्। अनि यहाँ चाहिँ हाम्रो नयाँ कमानबाट आन्टीहरू आउनुहुन्छ। यहाँ धनियाँ हेर्नुहोस्, कुचो, यो तरुल के को तरुल हो थाहा भएन। र अन्त यहाँ चाहिँ छ हाम्रो रन्जित भैयाको दोकान है। यो रन्जित भैयाले चाहिँ रम्फूको रेट भन्दा चाहिँ 5-10 रुपियाँ चाहिँ कम्ती नै गर्छ। र अहिले चाहिँ फिलहालको रेट चाहिँ सब्जीको रेट चाहिँ धेरै कम्ती भइसकेको छ। अनि यो चाहिँ छ नानीहरूको लुगा है। ठुलोहरूको पनि पाउँछ, तर यो चाहिँ नानीहरूको कस्तो क्युट क्युट रहेछ र मैले देखाउन भन्दै बुनुलाई देखाउनु लगाएँ। अनि त्यस पछाडि बिरुलाई पनि मैले भने कि बिरु मलाई देखाइदेऊ भनेर देखाइदिएँ है। यो पनि क्युट छ, तपाईँहरू पनि आएर यहाँ किन्नु सक्नुहुन्छ। यो भैयाको दोकान हो र हाम्रो सिम्पल भाषामा हो भने चाहिँ अब जेबीको दोकान भन्छ है यसलाई चाहिँ। र अब चाहिँ म ड्युटीपट्टि लाग्नुपर्ने हुन्छ है। म यहाँ आइपुगिसकेको छु र आज चाहिँ हाम्रो इम्युनाइजेसन डे हो है। अन्त आज चाहिँ अब सबै हाम्रो 5वटै गाउँको नानीहरू चाहिँ यहाँ आएर इम्युनाइजेसन गर्छ। र यता हुनुहुन्छ हाम्रो बिनु दिदी। अनि म भित्र पसेँ है। सबैजना आइसक्नु भएको थियो। मैले गुड मर्निङ विस गरेँ सबैलाई। त्यस पछाडि हाम्रो काम सुरु र अब चाहिँ काम सुरु भइसकेको छ हाम्रो। र हाम्रो चाहिँ आज चाहिँ के गर्नुपर्ने हुन्छ भने अब नानीहरूले कुन चाहिँ डोज लगाउँदैछ है, नानी कति वर्षहरू पुगिसकेको छ, त्यो डकुमेन्टेसनहरू हेर्नुपर्ने हुन्छ। अनि त्यस पछाडि हाम्रो यहाँ चाहिँ अनिरुद्ध फुच्चे पनि आइसकेको छ आज। उसलाई चाहिँ पुरै ज्वरो आएर चाहिँ यहाँ आएको थियो डाक्टर देखाउनको निम्ति। अनि त्यस पछाडि मैले उसको टेम्परेचर हेरेँ। बडी टेम्परेचर गर्दाखेरि चाहिँ उसलाई चाहिँ केही नै गरेको जस्तै रुइरहेको थियो है। छोड कि छोड भन्दै अब उसको अब बोल्नु त सक्दैन र पनि अब थाहा पाएर चाहिँ छोड कि छोड भनेको जस्तै गरिरहेको थिएँ है। अन्त यहाँ चाहिँ हाम्रो मयाङ छ, ऊ पनि मामखोलाकै हो। अन्त त्यहाँदेखि म अहिले यहाँ इम्युनाइजेसन रुममा आएँ है। नानीहरूलाई सिस्टरले भ्याक्सिन लगाइरहनु भएको थियो र लगाइसकेको नानीहरूलाई चाहिँ यहाँ रेस्ट रुममा राखेको छ। र उहाँहरू चाहिँ हाम्रो ट्विन्स बेबीहरू हो। एकजना चाहिँ नर्मलै थियो, अर्को चाहिँ पुरै रुएर आमालाई परेशान गरिरहेको थिएँ। ऊ चाहिँ रुनु नै स्टप भइसकेको थिएन। अनि त्यस पछाडि म चाहिँ स्कुल आएँ।
अन्त नानीको छुट्टी हुने टाइम थियो नि त। अन्त मलाई चाहिँ वक आवरमै म यता नानीलाई लिन आएँ है। उता पनि काम चलिरहेको थियो। त्यस पछाडि ऊ बसिरहेको रहेछ है। अन्त मलाई देखेर चाहिँ ब्याग टिपेर चाहिँ ऊ बाहिर निस्किनु थाल्यो नानीहरूको। अन्त यसले चाहिँ भन्यो, भाइले चाहिँ भन्यो, के हो आमा कोसँग बात मार्नु भएको भन्दै थियो। र ऊ बाँदर जस्तै उफ्रिरहेको थियो है। ऊ खुसी देखाउँदै यहाँ साथीलाई बाई बाई गऱ्यो है। त्यस पछाडि हामी फेरि ड्युटीतर्फ लाग्ने हुन्छ र अब चाहिँ हामी ड्युटीमा जाँदैछौँ फेरि है, नानीलाई स्कुटीमा हालेर। अन्त अब मैले अन्त नानीलाई चाहिँ भिडियो गर ल भनेर चाहिँ हातमा फोन दिएँ है। अन्त हामी चाहिँ स्टार्ट गरेर चाहिँ गयौँ। त्यसबाट बाटोमा अब यताउता गरेको नानीलाई भिडियो गर ल भन्दै भने मैले। अन्त नानीले चाहिँ भन्यो, अन्त मैले भिडियो गर्दा गर्दा अहिले फोन झऱ्यो भने चाहिँ भन्दै कुरा गर्दै जाँदै थिएँ नि त। अनि त्यस पछाडि मैले भने टाइट पक्र न, फोन झर्दैन, म बिस्तारै कुदाउँछु भन्दै भने। अनि हामी जाँदैछौँ। अहिले चाहिँ हामी ड्युटीतर्फै जान्छौँ। अब ड्युटीमा कति 1-2 बजिसकेको थियो अहिले अब ड्युटी जाँदै जाँदै। अन्त ड्युटीमा पुगेर चाहिँ अब हामीले अलिकति चिया नास्ता गऱ्यौँ है। अन्त चाहिँ म घरतर्फ लागेँ। घरमा आउँदाखेरि चाहिँ के भन्छ नानीले नै भिडियो गरेको थियो र भिडियो चाहिँ राम्ररी गर ल भन्दै म चाहिँ अगाडि अगाडि हिँड्दै थिएँ। हातमा चाहिँ मेरो सामानहरू थियो नि त। र आजको लागि यति नै। थ्याङ्क यू सो मच फर वाचिङ. Stay tuned. See you on the next vlog. Bye.